हाई एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी जाँदैछौँ नेपाली फेस्टिभल। आज चाहिँ लास्ट डे हो। लास्ट डे जानुको रिजन चाहिँ मेरो बहिनी चाहिँ अर्जुन सापकोटाको बिग फ्यान हो, त्यही भएर हामी यो दिन जान लागेको। यति धेरै गर्मी थियो तर टन्नै नेपालीहरू थियो कि आफ्नो कल्चरलाई माया गरेर आएकै हो भन्छु म चाहिँ होइन। कति काम पैसा भन्नु भनेर होला होइन। नाचेर मेकअप वारिपारि पुग्ने गरी हालत खराब हुने गरी नाचेछन् मेरो साथीहरू। नमस्ते जापान। एकचोटि होल एनआरएन टिमलाई सबजनाले जोरदार तालीले चाहिँ धन्यवाद दिनुपर्छ है। कति राम्रो हौ त नि, दिलमै छौ त नि, छाली यसो आँखा जोड्यो भने सपनीमा बिहान उठ्यो कति बेला ट्रेन छुट्ने हो, काम छुट्ने हो, छिट्टो काममा जान पाए हुन्थ्यो भन्ने हुन्छ। धेरै धेरै माया आइसथ्यो सबैजनालाई। अर्जुन सापकोटाको बिग फ्यानको हालत अन्तिममा यस्तो भएको छ गाइज। मैले झन्डै बोकेर ल्याउनु परेको।